यहाँ चाहिँ यो अहिले चाहिँ यस्तो भइरहेछ है पुरै यो होइन। मेरा बा यो खुट्टा हेर्ने यहाँ 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 यो यस्तो भइरहेको छ यो होइन। गाडीहरू कारहरू ट्याक्सीहरू होइन यिनीहरूको हालत यो के भएको छ भन्ने कुरो चाहिँ यो यस्तो छ क्या। यो हिउँ परेर कति परेको पर्न पनि यो अहिले पनि झरिरहेछ। यो 2 दिन भइसक्यो अझै यो कहिलेसम्म हो लगातार यो भयङ्कर यो यस्तो भइरहेको छ यहाँ अहिले। ल यो हिउँ गाडीहरू हिँडेपछि फेरि यो यति फोहोरो देखिँदो रहेछ। हाम्रो दिदी यहाँ हिँड्नु डराएर यस्तरी यहाँ टुकुन टुकुन हिँड्नु भएको छ कि यो अलिक राम्रोसित रुवाई रर्केर हिँड्यो भने चिप्लेर लडिहालिन्छ। गाडी हिँड्दाखेरि फेरि यस्तो यो नराम्रो यो कालो क्या लेतो काठमाडौँतिर यो हुन्छ नि यो फोहोर यो हिलो जस्तो यस्तै हिलो हुँदो रहेछ। जाडो फेरि हो यति चिसो छ यो मौसम होइन। यो दिदीलाई म देखाउनु दिदीलाई गएर देखाउने हो र यति चिसो छ यस्तो छ। म यहाँबाट पारी तर्दिन्छु। फोहोरो जस्तो हुँदो रहेछ कि यो गाडीहरू हिँडिरहेपछि फेरि यो कालो 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 यो लेतो जस्तो भन्दो रहेछ। यस्तो छ यो कति बेला रुम पुग्ला चाहिँ भएको छ यस्तो चिसो छ होइन। अब यहाँ अलि छिटो रन्केर दौड्यौँ भन्ने अनि यो हिजो अस्तिदेखिबाट यो भुइँमा जमेको भयङ्कर यो चिप्लो बाटो चिप्लो छ। त्यस्तै छ हाठिर्याएर है यो गाडी अगाडि थुप्रिएर यो त अझै यस्तो भयो यो टालिएर पुरै अगाडिको सिसा जति टालिएछ यस्तो छ। छ्या यो भनेको त यो बिजेको यो नेपालतिर नपरेको राम्रो हिमालतिरै परोस् होइन। हिमाल फेरि यो हिउँ परेन भने हिमालतिर फेरि हिमाल कालो डाँडो देखिन्छ। हिमालतिर डाँडामा हिमालमै परोस् तर यो गाउँघरतिर यताउता बजारतिर यो नपरोस्। हेर यहाँ हेर यो सेतामा यो यस्तो छ यो। हस् थ्याङ्क यू ल। च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला। जे भए पनि जस्तो भए पनि सुरक्षित रहनुपर्छ। कममा कपडा लाउने हिँड्ने खाने बस्ने यस्तो रमाइलो गर्ने यस्तै यो चाहिँ यो धुपीको गमला हो। गमला भन्दा नि यो धुपी हुन्छ नि नेपालीमा यो धुपी जस्तै यो सजाएर सारेको हुन्छ। यसको टुप्पा यो यति मजाले बसेको छ यो यसको भने साध्यै छैन यो भुइँमा यो होइन यस्तो छ। अब यहाँ गएर यहाँ अब यो मेरो साइकल छ है। यहाँ मैले यो साइकल देखाउँछु। मेरो साइकल हो यो मेरो साइकल होइन। साइकलको यो मोबाइल अडाउने स्ट्यान्ड थियो यहाँ। मोबाइल अडाउने स्ट्यान्डमा यस्तो भएछ यो भोरिएछ यो टाउ कहाँ पऱ्यो क्या। अनि यो माथि चाहिँ सिटमा फेरि यस्तो भएछ। मैले यहाँ अलरेडी यस्तै हुन्छ भनेर मैले प्लास्टिक राखेको छु। भोलि बिहान हिँड्दा यो प्लास्टिक झ्याप्प हुर्यायो त्यसपछि हिँड्नुपर्छ। हस् थ्याङ्क यू ल। अवस्था यहाँको अवस्था चाहिँ यस्तो छ। मैले यो देखाइहालेँ हिउँ परेर। हस् थ्याङ्क यू ल। च्यानललाई सब्सक्राइब गर्दै जानु होला।